नमस्ते सम्पूर्ण साथीहरूलाई। आरामै सन्चै हुनुहुन्छ भन्ने आशा लिएको छु। बालेन सरकार, अब के बार बालेन सरकार। बालेन सरकारले त शपथ लिएको 24 घण्टा नबित्दै आफ्नो पावरहरू सबै देखाउन थालिसक्यो त। साथी तपाईँहरूलाई कस्तो लाग्यो होइन? अहिलेको सरकार जुन यो सुदन गुरुङ गृहमन्त्री, प्रधानमन्त्री बालेन शाह एउटै क्याटेगोरीका र एउटै भनौँ न एउटै एजका उमेरका मान्छेहरू प्रधानमन्त्री गृहमन्त्री भएको छ। साथै पूर्व प्रधानमन्त्री साथै गृहमन्त्री रमेश लेखक र केपी शर्मा ओली दुईजना पक्राउ पर्नु भएको छ। यो बोल्ड होइन, एकदम डिसिजन चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो होइन? किनकि शपथ लिएको 24 घण्टा बित्दैखेरि यत्रो बोल्ड डिसिजन लिनु एकदम ठुलै कुरा। यो शान्तिनो हिम्मत र शान्तिनो आँट भएको मान्छेले गर्न सक्दैन। यतिको आँट चाहिँ र हिम्मत त मान्छेलाई चाहिन्छ। यदि बालेन्द्र शाह झापाबाट नजितेको भए, यदि प्रधानमन्त्री भनौँ न उनीहरूको यदि हारेको भए फेरि बालेन्द्र शाह जेल जान्थ्यो। यो त कन्फर्म नै थियो। केपी शर्मा ओलीले छोड्थेन। यदि केपी शर्मा ओली प्रधानमन्त्री भएको भए रवि लामिछानेको जुन अवस्था भएको थियो त्योभन्दा दोब्बर अवस्था बनाउँथ्यो बालेन्द्र शाहलाई। अब यस्तै गरी नै विभिन्न भिआइपी पदको मान्छेहरू सबलाई यस्तै गरी कारवाही गर्नु पर्यो। यदि उनीहरू साँच्चीकै दोषी ठहर भनेदेखि जेल हाल्नु पर्यो। यस्तो छोडेर भएन क्या। यदि मान्छेमा अलिकति पनि डर भएन भनेदेखि, भयभीत भएन भनेदेखि देशमा परिवर्तन ल्याउन सम्भव छैन क्या साथीहरू। चाहिँ जुनसुकै पार्टीको होस्, त्यो हर्केको पार्टी किन नहोस्, रवि लामिछानेको पार्टी किन नहोस्, हाम्रो यो भनौँ नेपालभरिको सबै पार्टी क्या, माओवादी भयो, एमाले भयो, काङ्ग्रेस भयो, जुनसुकै पार्टीको मान्छे होस्, किनकि नियम कानुन सबैको लागि बराबर हुनुपर्छ होइन? जो दोषी ठहर हुन्छ उसलाई त जेल हाल्नै पर्यो, जोसुकै होस्, जस्तो ठुलो पदको मान्छे किन नहोस्, जतिसुकै ठुलो कर्मचारी किन नहोस्, जति ठुलो पदको भिआइपी किन नहोस्, दोषी ठहर भयो उसलाई जेल हाल्नै पर्यो, जेल हाल्नुपर्छ। यतिकै छोडेर भएन। र परिवर्तन भनेको एकैचोटि रातारात परिवर्तन हुने होइन कि हो। उहाँहरू गृहमन्त्री हुनुहुन्छ, प्रधानमन्त्री हुनुहुन्छ, उहाँले नियम र सिस्टम बनाउने हो। सम्पूर्ण जनताहरूबाट हुने हो कि परिवर्तन भनेको। जो जहाँ हुनुहुन्छ त्यहीँबाट परिवर्तन गर्न सुरु गर्नुहोस्। बिना मतलबको पैसा उठाइरहेछ, बिना मतलबको टुलहरू उठाइरहेछ, बिना मतलबको त्यो चिटहरू काटिरहेको हुन्छ हो, तिनीहरू बन्द गर्नुहोस् के। त्यो करप्सन हो कि, त्यो सम्बन्धित निकायसम्म त्यो पैसै जाँदैन कि। जति पनि वडा अध्यक्ष सदस्य जति पनि छन् नि यो हो, तपाईँहरू पनि सुध्रिनुहोस् के सर, सुध्रिनुहोस्। अब त जनता र देशको लागि काम गर्नुहोस्। अलिकति हो, हामी मान्छे हो, मानवता भन्ने शब्द त राख्नुहोस् कमसेकम। सुध्रिनुहोस्, अझै पनि टाइम छ। जति पनि ठुल्ठुलो करप्सन गर्ने भ्रष्टाचारी हुनुहुन्छ, अब तिमीहरूको दिन सक्यो। अब के बार बालेन सरकार आइसक्यो। बालेन सरकार हो, आफ्नो स्टेप छोड्यो हुन्छ। कसैको धाक धम्की, कसैको पावर, कसैको चल्नेवाला छैन। हस् त साथीहरू, मेरो भिडियो कस्तो लाग्यो होइन? यदि राम्रो लागेछ भने तपाईँहरूलाई एक लाइक र सेयर गरिदिनु होला, प्रतिक्रिया दिनु होला। यदि